हेलो सबैमा नमस्ते। आज फेरि हामी छिरिङ टिबेटन फर्निचरमा आएको छौँ। यहाँ साउजी भनौँ, नेपालीमा साउजी, इङ्ग्लिसमा ओहो ओनर होइन। भाइ नमस्ते नमस्ते दाइ। यार मेरो भाइ यार कति दिनपछि आउनु भयो हामी आम्मामा। लगभग 1 वर्षपछि भेट भयो कि दाइ, कि 6 महिनापछि? त्यो भाइ यार त्यो सरप्राइज दिएको हो क्या हो। हो नि भाइ। अनि आज सामानको लागि आएको हामी चाहिँ होइन, ओके तपाईँको अब ल त हेरौँ न त सामानहरू ल। कस्तो कस्तो आएको छ, के आएको छ भनेर होइन। हामी सामान छ आज आइहाल्यो, गाह्रो चिन्ता त छैन केही। ठिकै ठिकै आएको छ। हामी आएकोमा केही ऊ त छैन, किन गुनासो गाह्रो छैन तपाईँलाई। तपाईँहरू भनेको मेरो भगवान हो। मेरो भगवान ल प्रति आज आफ्नै आज आज साथीहरूलाई किन यस्तो। हो नि हजुर। ओके यो पनि नयाँ आएको है भाइ यो चाहिँ ओ माई गड, यो त कस्तो युनिक छ त दाइ। युनिक छ। यो चाहिँ 3 फिटको छ त्यो। 3 फुटको। 3 फिटको। ओ यसमा माई मजाले हामीलाई 12 इन्चीको कुटिनटा मजाले राख्न पनि मिल्यो हजुर है। हजुर अनि यो फोल्डेबल छ। यो हजुर, विदेश जहाँ पनि कुरियर हुन्छ। पुरै हुन्छ हजुर। अनि त्यसपछि यसमा चाहिँ आम्मामा यो चाहिँ म आफै छक पर्दैछु। यत्रो चिजमा यस्तो यस्तो चिजहरू छ कि। यो भयो सानो। ओहो हजुर हजुर यहाँ चाहिँ हामीले ढोसारमा खाप्सीहरू राख्ने अथवा हजुर। जुन चेम्बर भन्छ हाम्रो बो राख्ने। हजुर। यो एकचोटि फेरि देखाइदिनु दाइ। यो चाहिँ एकदम एकदम क्लिन चिल्लो छ त दाइ। यो के हो? यो चाहिँ यहाँ चाहिँ प्रायः जस्तो वाटर प्रुफ किन बनाएको भने यो चाहिँ पानीहरू चलाउँछ नि त हामीले यहाँ छेउमा चढाउँदाखेरि। हजुर हजुर छेउमा चढाउँदाखेरि यसो पानीहरू युज गर्दाखेरि यहाँ पर्दा नबिग्रोस् भन्ने हिसाबले यस्तो राखेको। एकदमै जेस अहिले अहिले यो सबैभन्दा मिनी चिसोमै भनौँ न, एकदम एकदम small। सानो होइन एउटा अनि मूर्ति यो भयो नि फेरि आमामा यो कुरै नगर्नु। भित्र। अनि सानो भयो भने भित्र त मूर्ति त टिन्टै अट्छ जस्तो अट्छ, दाइ। मजाले अट्छ यसमा। यो सानो छ तर एकदम दामी छ यसमा। यो चाहिँ बाहिर बस्नेहरूको लागि विदेशमा होइन, विदेशमा लान पनि अलि अब उहाँहरूलाई पनि अलिक सहज भयो होइन। विदेश बस्ने दिदीबहिनीहरूलाई दाजुभाइहरूलाई टार्गेट गरेर बनाएको भनौँ न उहाँहरूको लागि। अब उहाँ त ठुलो घर हुँदैन, सानो सानो कोठा लिएर बस्नेहरूको लागि चाहिँ यो एकदमै बेस्ट छ। अनि यतातिर हाम्रो गल्तीको सामान देखेर राख्ने दाइ एकचोटि है। यो भयो दुई- यसलाई कता भन्नु चाहन्छ? यो भयो। अनि यता पनि छ। अनि यता फेरि अर्को दुईटा यहाँ पनि ल छ। हेर्नुहोस्, यस्तो सानो अब उसमा होइन, यत्रो भित्र सबै सामान राख्न मिल्ने खालको सिस्टम बनाउनु एकदमै भएको छ दामी मलाई छ। एकदम। अनि त्यसपछि यो 4 फिटको। हजुर यो 4 फिटको यो पनि त्यस्तै छ। यसमा चाहिँ साइजले गर्दाखेरि 3टा टोल राख्नु छ हामीले। एकदमै दामी छ यो पनि। ए सिजनिङ भएको साथ एकदम तपाईँहरूले ग्यारेन्टीको साथ यो कलर वाटरप्रुफ मजाले यहाँ पनि राखेको छ। सेन्टर यो चाहिँ 4 फिटको। हजुर यो चाहिँ 4 फिटको। अनि यसमा पनि यो टक्क हामीले यहाँ ओपन गरेपछि यसको चाहिँ दुवै छ नि। ओहो यस्तो खतरा छ। यति हजुरहरूलाई च्यानलमा ल है, टिबेटन फर्निचरमा अहिले उपलब्ध छ। सम्पर्क गर्नु होला। यसमा चाहिँ डिजाइनहरू पनि त्यस्तै दामी छ। पेन्टिङ पनि एकदम हेभी पेन्टिङमा छ। आर्ट पनि हेभी आर्टमा यस्तो खतरा छ। माई गड, बवाल सामान। यो भयो फेरि 5 फिट। हजुर। यो 5 फिटमा चाहिँ तपाईँले 3टा कु मजाले राख्न सक्नुहुन्छ। ए 3टा कु चाहिँ हाम्रो गुरु रेम्बोर्से बुद्ध हजुर अबच्याङ रेसी राखेर चाहिँ यहाँ हामी 3टा 18 इन्चको कु अट्छ यसमा चाहिँ। हजुर। अनि यसमा चाहिँ यस्तो छ फेरि मजाले यसरी तान्ने ठुलो छ। यो चाहिँ मासतिर के अरे फोल्डिङ भयो होइन, मासतिर। परेन यो। ए अटोमेटिकली के अरे माथि नै बस्नु भयो। हजुर जस झार्ने बेलामा मात्रै होइन, हजुर। आफूले के अरे प्रेस गर्नु पर्यो, नत्र भने अटोमै बस्छ माथि। बवाल यसमा बवाल चाहिँ बवाल। के छ भने तपाईँको 18 इन्चको कु मजाले जाने भयो। हजुर। यसमा पनि डिजाइन मजाले यो हेर्नु। ओहो, यो चाहिँ टाइट कहिले यस्तो भयो भने हामीले चाहिँ पुस यो चाहिँ नयाँमा मात्रै होइन, पछि चाहिँ सर्ट हजुर हजुर यसरी यो भयो। अनि यसमा डोर भयो फेरि यसरी टक्क हामीले यो पुस गर्नुको लागि ओहो, च्यानल बवाल बवाल बनाउनु भएको छ। ल यो हेर्नुहोस् यो माथिपट्टि होइन त, यो च्यानल भन्दा खतरनाक छ यो। यसलाई के भनिन्छ दाइ? यो चाहिँ अब यो हाम्रो पानी चढाउनेको लागि अथवा घोसारमा कहिले काहीँ खाप्सी चढाउनको लागि हजुर। यहाँ मजाले सजाउने फलफुलहरू भगवानलाई चढाउने बेलामा चाहिँ यो एकदम बेस्ट। ए त्यहाँ राख्ने अनि ठ्याक्कै चढाउने माथि होइन। यहाँ राखेर चढाउनु भयो अथवा यहीँ राखेर पनि चढाउँदा पनि राम्रो। बवाल बवाल दामी छ। दामी। यो चाहिँ पुरै फोल्डेबल छ। यो चाहिँ हाम्रो
विदेशमा चाहिँ एकदमै अहिलेको मेन प्रायोरिटीमा राखेको चाहिँ यसो भयो मन पराउने कस्टमरहरूले एकदमै दामी छ। अनि अर्को यो भयो तपाईँको यो चोकचे, यो चाहिँ चोकचे, यो चाहिँ 5 फिटमा भयो। अनि 4 फिटको 3 फिटको यो सेन्टर टेबल भयो। यो सेन्टर टेबल एकदमै दामी। यो चाहिँ अब विदेशतिर जहाँ पनि लानु मिल्यो, यो पनि फोल्डेबल हुन्छ। अर्को तपाईँले यता आउनुहोस्, यो सानो खालको पेजा स्ट्यान्ड, यो चाहिँ पेजा स्ट्यान्ड, स्यावा। यसको डिटेल भन्न सक्नुहुन्छ? एकचोटि उता जाउँ है, यहाँ अलिक घाम आयो। यसको अलिक इन्ट्रेस्टिङ लाग्यो। यो चाहिँ तपाईँको हाम्रो गुरु लामा आनीहरूले चाहिँ गुम्बामा टक्क छोइहरू पढ्नका लागि एकदमै इजी छ। अनि यो फोल्डिङ पनि हुन्छ यसरी, यसरी फोल्डिङ पनि भयो। हजुर। अनि अरू बेला टक्क इजी, टक्क झोलामा हालेर लग्ने। अनि टक्क अब आफ्नो उसमा ध्यान गर्ने स्थानमा पुगेपछि टक्क खोलेर यहाँ चाहिँ बुक राखेर मजाले पढ्ने हो। यो चाहिँ एकदमै राम्रो छ, छिटिक्कको सानो स्मल साइजमा यो पनि छ। यो चाहिँ बारेमा डिटेल भन्न सक्नुहुन्छ त? यो के हो, यसको मतलब के हो? यो चाहिँ स्यावा, यो चाहिँ मृग हो खास हाम्रो नेपाली। यो चाहिँ बुद्धको ध्यान तपस्या गर्दाखेरि यो जुन छ नि, अब यसको पुरै चाहिँ हामीलाई त त्यति थाहा हुँदैन, हाम्रो गुरुज्यूहरूले जस्तो जुन मान्छेले भनेको अनुसार चाहिँ यो चाहिँ सुनेर बसेको ध्यान गरेको ठाउँमा कि के समथिङ त्यस्तै त्यस्तै भन्नुहुन्छ होइन। अब त्यो टाइपको यो चाहिँ स्यावा, यो चाहिँ बिचको चाहिँ आइना भनौँ न, यो आइना भयो। अनि यो चाहिँ स्यावाले मजाले हेरेर ध्यान गरेको सुनेर बस्ने बुद्धको एकदमै। बुद्ध भगवान उहाँ हुनुहुन्छ, उहाँले बुद्ध भगवानको ध्यान गरेको भनौँ न हैन त? बुद्ध भगवानको ध्यान चाहिँ उहाँले सुनेर बसेको समथिङ त्यस्तै भनौँ न। अब त्यति भन्न आएन, मिस्टेक भयो भने चाहिँ यसमा चाहिँ हामी सरी माग्न चाहन्छौँ है। अब यो छँदैछ यो भन्ने कुरो, यो क्षेत्रमा म जाँदैछु बिस्तारै, त्यो पनि बुझौँला भन्दै। अब बुझ्नु पनि पर्यो, किनभने यो क्षेत्रमा भइसकेपछि, यो क्षेत्रमा काम गरिसकेपछि यो बस्ने एकदम इजी छ बस्ने कुर्सी, मुला भनौँ। टेबल, सेन्टर टेबलमा यो चाहिँ उसको बस्ने सिस्टम भइहाल्यो, स्ट्यान्ड होइन? यो चाहिँ टेबल, सेन्टर टेबल। सरले देखाइदिउँ है, जस्ट कफी सफी होइन, घरमा लग्जरी टाइपले हिसाबले डिजाइन गर्नु नि मिल्यो। यो पनि फोल्डेबल छ पुरै। सरी है, तपाईँले डिस्टर्ब भयो होला यसो। होइन भाइ, ठिक छ। ल अब लास्ट लगभग हामी अन्तिम प्रोडक्टहरू, यो चाहिँ होल बडी कार्भिङ पनि भयो। यो चाहिँ एकदमै दामी। यो त अघि हजुरले खिच्नु भएको जस्तो लाग्छ, जहाँसम्म लाग्छ मैले खिचिसकेको छु। यसको एकदम राम्रो आएको छ। यसरी घुम्छ, फन ड्रागन त चल्छ नि यहाँ त, फनै घुम्छ ड्रागन। यो ड्रागनै घुम्छ है? घुम्छ नि, एकचोटि देखाइदिनु ल। यति फन घुम्छ कि यो पुरै घुम्छ। यो घुम्छ। यो चाहिँ यो यसरी ट्याक्क गर्ने, ल हेर्नुहोस्। यो त मान्छेले चलाएन भने ऊ आफै घुम्छ त्यस्तो। एकदम दामी छ यो। यो चाहिँ हाम्रो हेभी कार्भिङ एकदम 3D टाइपमा छ। यो पनि दामी छ। यो चाहिँ हाम्रो चाहिँ टिबेटन कम्पनीको लोगो भइहाल्यो। हजुर, यसको एकचोटि होल बडी देखाइदिनुहोस्। यो उताको साइड बुढा होइन नि, साइड बुढा हेर्नु, तल पेन्टिङ भइहाल्यो। यो ड्रागन हेर्नुहोस् ल। यो ड्रागन चाहिँ तपाईँले घुम्छ भन्नुभयो? ल हेर्नुहोस्, यो भन्दा राम्रो सामान तपाईँहरू के चाहियो? ल हेर्नुहोस्। ल अब लगभग हामी भिडियोको अन्तिम के भन्नुहुन्छ लास्टमा? अब तपाईँले यो लोसरमा होइन, लोसरमा अब जस्तै स्टकमा यति साइजको, यो साइजको, यो स्टाइलमा, यो डिजाइनमा सामान चाहियो भने तपाईँले दिन सक्नुहुन्छ? सकेसम्म हामी कोसिस गर्छौँ, किनभने सबैको लोसारको लागि तपाईँ प्रिपेयर हुनुहुन्छ, रेडी हुनुहुन्छ हैन? त्यसको लागि हामी प्रिपेयर पनि छु। अब आउने लोसारमा चाहिँ अलिकति हामीले यसो कस्टमरलाई डिस्काउन्ट गरेर दिने ऊ पनि गरेका छौँ, किनभने अलि अफर टाइपमा त्यस्तो हिसाबमा पनि त्यो हिसाबले दिन चाहनुहुन्छ? हजुर। जस तपाईँलाई गुम्बा, हरेक गुम्बादेखि अब यो त अब अहिले भिडियो हामीले खिचेका छौँ, यो त क्लिप त तपाईँको गुम्बादेखि
दार्जिलिङ सिक्किम भनौँ न वर्ल्ड वाइड नै जान्छ त्यस जसले कन्ट्याक्ट गरे नि तपाईँ प्रिपेयर हुनुहुन्छ या रेडी हुनुहुन्छ होइन त एकदम ढुक्कको साथ उहाँहरू आउनुहोस् हामी ग्यारेन्टीको साथ उहाँहरूलाई राम्रो सामान बेस्ट सामान उपलब्ध गर्ने हाम्रो तयारीमा योजना छ योजनामा छ तयार हुन्छ भनौँ है त ल हस् त नमस्ते हस् ल छुट्टिन्छ आयो धन्यवाद टिकटक मा तपाईँको जति पनि फलोवर्स हुनुहुन्छ र तपाईँलाई माया गरेर फलो गर्नेहरूलाई के भन्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ एकदम एकदम धन्यवाद भन्न चाहन्छु किनभने मैले सोचेको भन्दा राम्रो माया गरिदिनु भएको छ किनभने मेरो भ्युज पनि राम्रै गइरहेछ त्यसले गर्दाखेरि अब आउने भिडियोहरूलाई पनि त्यसरी नै माया गरिदिनु भन्न चाहन्छु सकेसम्म हामी भोलि पर्सि अब पछिको दिनमा केही मैले पनि सोचिरहेको छु टिकटकबाट नै टिकटकमा मेरो जुन आउने साथीहरूलाई कुनै लकी ड्र गर्ने सोचमा पनि छु म ओके सकेसम्म सानोतिनो रकम राखेर हुन्छ कि अथवा यही सामानहरू उहाँहरूलाई मिल्ने खालको सामान राखेर उहाँहरूले लकी ड्र पनि गर्ने उसमा छु हेरौँ कन्सेप्टमा हुनुहुन्छ हजुर सोचिरहेको छु अब माया गर्दै गर्नु होला एकदम त्यो पनि पुरा हुन्छ हस् ल हस् त नमस्ते ल टासी धेरै थ्याङ्क